र साथै यो विसलको साथमा राम्रो क्रसको यहाँ एकदमै चान्स पनि छ सिक्किम ड्रागन एफसीको तर फेरि पनि सिक्किम ड्रागनको प्लेयरहरू एट्याकिङ लागि जर्सी नम्बर 19 डी बक्सको भित्र लानु सफल एकदमै राम्रो क्रसको साथ यहाँ चान्स बनेको छ भने एकदमै राम्रो सर्ट तर गोल पोस्टमा डिफ्लेक्ट भएर आएको छ भने डिफेन्ड गर्नुमा सफल राम्रो क्लियर भने फेरि पनि चान्स बनेको छ यहाँ र राम्रो चान्स बनेको छ जर्सी नम्बर 33 एकदम राम्रो सर्टको साथ तर चान्स बनेको छन् रेड पान्डा एफसीको लागि यहाँ कर्नर किकको लागि एकदमै राम्रो बल हेडिङको प्रयास यहाँ गोल हालेको छन् रेड पान्डा एफसी एकदमै राम्रो हेडिङको साथ जर्सी नम्बर 26 रेड पान्डा एफसी कोबाट र यसै विसलको साथ यहाँ हाफ टाइमको लागि प्रयास गर्दै ड्रागन एफसीका प्लेयरहरू जर्सी नम्बर 19 राम्रो क्रसको साथ यहाँ एकदमै राम्रो क्रस यहाँ मिलेको छ तर थोरै इन भएका छन् भने जर्सी नम्बर 8 विश्व लामा आउट हुनुभएको छन् र यहाँ सिक्किम ड्रागन एफसीका प्लेयर किक अफको लागि रेडी राम्रो क्रसको साथ एकदमै राम्रो गोल एकदमै राम्रो यहाँ देख्न सक्नुहुन्छ दर्शकबिन एकदमै राम्रो किक अफ एकदमै राम्रो गोल यहाँ जर्सी नम्बर 25 कोबाट र यहाँ कर्नर किक रेड पान्डा एफसी को बक्समा राम्रो क्रसको साथ हेडिङको लागि जाँदै डिफेन्ड गर्नु छ फेरि पनि चान्स बनेको छ यहाँ सर्ट गोल एकदमै राम्रो सर्टको साथ रेड पान्डा एफसी का प्लेयर जर्सी नम्बर 27 गोल गर्नुमा सफल रहेका छन् एकदमै राम्रो एकदमै दामी सर्ट डी बक्स लाइनको बाहिरबाट प्रयास गर्नुभयो रेड पान्डाका प्लेयर एकदमै राम्रो पासको साथ सर्टको प्रयास तर भेट्नुमा असफल तर एकदमै चान्स रहेको छन् सिक्किम ड्रागन एफसीका लागि भने सर्टको प्रयास यहाँ एकदमै राम्रो सर्टको साथ तर एकदम भने क्रसको जरुरत यहाँ सर्ट ठानेका छन् तर डिफेन्ड गर्नु एकदमै राम्रो गोलकिपिङ यहाँ एकदमै राम्रो राम्रो गोल एकदमै क्रुसियल समयमा तर यहाँ अफसाइडको इशारा दिएका छन् लाइन्सम्यानले र दर्शकबिन देख्न सक्नुहुन्छ भने जर्सी नम्बर 22 र यसै बीच फुल टाइमको विसल